हेलो ब्युटिफुल मेरो कौशी युट्युब फ्यामिली हजुरहरूलाई वेलकम छ मेरो कौशी खेती युट्युब च्यानलमा है। अहिले चाहिँ म यहाँ तपाईँहरूलाई मेरो कौशी बारीमा भएको यो ड्राइगन फ्रुट फुलेको देखाइराखेको छु है। यो चाहिँ मेरो कौशीमा फुलेको मेरो ड्राइगन फ्रुट हो है। भर्खर अलिअलि फुल्दैछ। अब यसलाई चाहिँ अब फर्स्ट लट भन्नु कि सेकेन्ड लट भन्नु, यी फर्स्टमा चाहिँ एउटा फलिरहेछ, यत्रो भइसकिसक्यो। अनि अरू चाहिँ यहाँ फुल्दैछ है। पहिला चाहिँ एकैचोटि धेरै फुलेको थियो, यसपालि चाहिँ त्यस्तो फुलेन, पोहोर जस्तो पोहोर परार जस्तो राम्रो फुलेन, अलिक कमै फलिरहेछ है। यतापट्टि यो चाहिँ ओइलिसकेछ फुलेर पनि। यस्तो छ साथीहरू, अहिले चाहिँ मेरो कौशी बारीको यो ड्राइगन फ्रुट चाहिँ है, अहिले चाहिँ अब ड्राइगन फ्रुटको सिजन आइसक्यो है। यो साइड मात्रै अहिले चाहिँ मेरो ड्राइगन फ्रुट फुलिरहेछ। हो यता चाहिँ छैन, फुलेकै छैन एउटा पनि। यहाँ भर्खर अलिअलि फुल्दै रहेछ, सानो सानो गोहरू लाग्दै रहेछ कोपिलाहरू। यता तल्लोपट्टि साइड, यतापट्टिको साइडमा चाहिँ फलेकै छैन, फुलेकै छैन। यतापट्टि चाहिँ बिहानै घामले भेट्छ, त्यही भएर मजाले फुल्यो, उतापट्टि चाहिँ फुलेको छैन। अनि युट्युबमा भिडियो नलागेको पनि धेरै भइसक्यो मेरो चाहिँ, धेरै पछि भिडियो खिच्दैछु। यहाँ तल मेरो कौशी बारी चाहिँ यस्तो छ है। भ्यान्टाहरू पोहोरकै हो भ्यान्टाहरू। अनि के अरे यो पोहोरकै हो, यो अकबरे खोर्सानीहरू पनि फलेर खान थालिसक्यौँ हामीले चाहिँ। अनि यता चाहिँ हामीले काँक्रा रोपेछौँ है। काँक्रा यत्रो ठुलो बोट भइरहेछ, फल्नु चाहिँ भर्खर फल्दैछ। अब कतिको फल्छ हेरौँ। निकै चिचिलाहरू चाहिँ लागिरहेछ, फुलिरहेछ। यहाँ तल एउटा फलिरहेछ सानो, अर्ग्यानिक खानु भनेर काँक्रा पनि रोपेको छौँ है हामीले चाहिँ यहाँ साथीहरू। यता चाहिँ मेरो सागहरू छ है अलिअलि। यो त पक्चै साग भइहाल्यो, यो काँचो खाने सलाद साग के भन्छ यसलाई। यता नि पक्चै साग पहिला रोपेकोहरू कति खाइसक्यो मैले। अब यो चाहिँ बुढो हुन आँटिसक्यो। यो पनि छरेको, यहाँ छाड्दै खाँदैछौँ हामी चाहिँ। अनि यता भ्यान्टाहरू रोपेको छौँ अरे। अनि यता चाहिँ खोर्सानीहरू छ है। अनि खोर्सानी, लाजिमे साग, कसले अब के आफ्नो आफ्नो नाम हुँदो रहेछ यसको चाहिँ। हामी चाहिँ सिम साग भन्छौँ, कसैले लाजिमे साग, कसैले खोले साग के भन्नुहुँदो रहेछ है। कसरी बुझ्नुहुन्छ अब तपाईँहरू। हामी चाहिँ सिम साग भन्छौँ। अलिअलि छ यता। धनियाँहरू छ यता पनि, सागको बिरुवा उम्रिँदैन होला भनेर थोरै उम्रिँदैन भनेर अलिक बिउ अलिक धेरै अगाडिको थियो र उम्रिँदैन होला भनेर हानेको, धेरै बाक्लो भएछ यो चाहिँ। फेरि यहाँ चाहिँ उम्रेन। यस्तो छ है साथीहरू, अहिले चाहिँ अब मेरो कौशी बारीमा मेरो कौशी बारीको अवस्था। ठ्याक्क है। यहाँ जिम्बुहरू पनि छ आलुसँग मिसाएर खानुको लागि कहिलेकाहीँ। ल साथीहरू, फेरि अर्को भिडियोमा भेटौँला है त।